हिजो 2083 साल भदौ 11 गते कालो दिन भन्दा नि फरक नपर्ला। चाइनाको भोटेकोसीको ठुलो बाढीको कारणले धेरै ठाउँहरूमा धेरै धनजनको क्षति भएको छ। कसैले आफ्नो टाउको लुकाउने छत गुमाए त कसैले आफन्त गुमाएका छन्। अझै पनि बाढी आउन सक्ने सम्भावना भएको हुँदा त्रिशुली नदी किनारको छेउछाउमा बस्नुहुने नेपाली दाजुभाइ आमा बुवाहरूलाई सतर्क र सुरक्षित स्थानमा रहन आग्रह गर्दछु। कहिले भूकम्पले तर्साउँछ त कहिले बाढी पहिरोले, कहिले देश नै नरहला जस्तो आन्दोलनले भने कति छोरी बुहारी आफ्नो दाजुभाइ काका बुवाबाट बलात्कृत भई ज्यान गुमाएका छन्। आखिर यो देशमा के हुँदैछ? आज नेपाली जनता मात्र नरोएर यो पुरै हाम्रो सिङ्गो देश नेपाल नै रुँदैछ। त्यसैले यस्तो प्राकृतिक प्रकोप र खराब मान्छेहरूदेखि हामी आफै सजग र सतर्क रहन जरुरी छ। जय नेपाल।